नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न 4 बजे हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आम्ने सामने हुनेछन्। यस पटकको प्रतियोगिता मङ्सिर 1 देखि 27 गतेसम्म चल्नेछ, जसमा लिग चरण, 3वटा प्लेअफ र अन्तिम फाइनल सहित 32 खेल खेलिनेछन्। क्यानका अनुसार सबै खेल कीर्तिपुर मैदानमै हुनेछन्। कुल 32 खेल मध्ये 9 खेल दिउँसो र 23 खेल डे नाइटमा आयोजना गरिनेछ। यसले दर्शकलाई अझ बढी आकर्षित गर्ने अपेक्षा गरिएको छ। एनपीएलमा 8 फ्रेन्चाइज टोली सहभागी छन्, जसमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कडाली एग्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स। यी टोलीबीचको प्रतिस्पर्धाले नेपाली क्रिकेटमा नयाँ उत्साह ल्याउने विश्वास गरिएको छ। यसरी एनपीएल दोस्रो संस्करण केवल खेल प्रतियोगिता मात्र नभई नेपाली क्रिकेटलाई व्यावसायिक, दर्शक आकर्षण र खेलाडीको अवसरसँग जोड्ने महत्त्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ।